हेलो एभ्रिवान, गुड आफ्टरनुन। र आज हामी कहाँ जाँदैछु भन्दाखेरि चाहिँ एमसी दिदीको घरमा जाँदैछु। एमसी दिदी चाहिँ भोलि बेङ्गलोर जानुहुन्छ नि त, र उसलाई भेट्नुको लागि चाहिँ म र खै दिदी दिदी अन्त छ हो। दिदीले के ल्याइरहेछ देखाउ त झोला। हाम्रो दिदीले चाहिँ के सामान ल्याइरहेको छ हो यहाँ। मैले पनि होइन, उनीहरू चाहिँ ट्रेनमा जाने र बाटोमा चाहिँ अब केहरू खानु होइन पर्छ अब ट्रेनमा होइन। अन्त त्यो भएर चाहिँ मैले चाहिँ यहाँ ल्याइदिएको छु। के ल्याइदिएको छु त्यो चाहिँ अहिले म देखाउँछु गएर नै है। र अब आइपुग्नु आँटेँ, त्यहाँ पुगेर नै भेटौँ। म चाहिँ यहाँनिर हाम्रो एमसी भाउजूको घरमा आइसकेको छु। यहाँ देख्नु सक्नुहुनेछ तपाईँहरू, दाजु र भाउजू, प्रेमिका दिदी पनि हो। र उहाँहरूलाई है हामीले त सामान ल्याइदिएको भोलि बस्न जाने होइन। हात हलाइदिनु त, ट्रेनमा जानु नि, हात हलाइदिनु ल। राम्रोसँगले जानु दुईजना है ल, पुगेर फोन गर्नु। र अब हामीले के ल्याइदिएको छु त्यो म देखाउँछु। र मेरो सामान देखाउनु भन्दा अगाडि चाहिँ यहाँ हेर्नु कस्तो दामी क्युट क्युट। यहाँ हेर्नुहोस्, यहाँ हेर्नु न बिरालोको बच्चा। यहाँ हेर्नु के माया लाग्दो रहेछ हो। यहाँ हेर्नु न नि आमा जस्तो रहेछ यो कलर झन्। अब यो बच्चाहरू चाहिँ कसले राख्छ अरे, हाम्रो बबिता माइजूलाई दिइराख्ने रे हो। यहाँ हेर्नु नि। र हाम्रो एमसी भाउजूको चाहिँ सबै सामानहरू पेकिङ भइसकेछ होइन। यहाँ हेर्नु हामीले चाहिँ के ल्याइदिएको छु। सानो सानो कोसेली मात्रै हो। हाम्रो प्रेमिका आमाले ल्याइदिएको चाहिँ यो हो र मैले ल्याइदिएको देखाउनु त। हामीले त सानो सानो मात्रै ल्याइदिएको छु, के पनि ल्याइदिनँ बिचरा एमसी भाउजूलाई। मेरो साथी बाटोमा खाने त्यो पनि है ट्रेनमा। यहाँ हेर्नु यस्तो ल्याइदिएको छु मैले चाहिँ। लु ट्रेनमा चाहिँ खाँदै हामीलाई मिस गर्दै जानु ल। यहाँ पुग्यो राम्रोसँगले जानु, उता पुगेर फोन गर्नु। म गरिहाल्छु नि अनि मेरो बहिनीहरूलाई। बिचरा मेरो दिदीलाई पुरा मिस गर्छु, किनभने दिनको चाहिँ हाम्रो दिदी चाहिँ हरेक कुरोमा हाम्रोमा केही कार्यहरू पर्यो भने होइन आउनु ल दिदी भन्यो भने चाहिँ बिहानदेखिको बेलुकासम्म खटिदिनुहुन्छ हो। अनि चाहिँ हामी धेरै धेरै भन्दा धेरै मिस गर्छु तपाईँलाई। साथीभाइ फाइनली एमसी भाउजूले बनाइदिएको चिया पनि आइपुग्यो। यहाँ हेर्नुहोस् हो, उसले चिया फेरि एकदम मिठो बनाउँछ नि है। टेस्ट गर्नु त कस्तो छ दामी दामी दामी। अब यस्तो उहाँको जस्तै चिया बनाउने तपाईँले यस्तै चिया बनाउने हातको चिया खानु पाउँदैन अब हामीले चाहिँ। पाउँछ आइहाल्छ नि मेरो अभिषेकको बिहामा चाहिँ आउनु है दिदी। ए अभिषेकको बिहामा त अब आइ त हाल्यो है। आइपुग्दैन रहेछ, आइपुग्यो नि। तपाईँ कसलाई राख्नु होला है चिया पकाउने? बिहान दिन आएर गरिदिनु थियो। त्यही त हो, त्यस्तो मान्छे कहाँ पाउँछ अब दिनभरि आएर। अभिषेकको बिहा छ भनेर उतै फोन गर्छु नि ल। फोन त गर्नु नि फेरि पहिल्यै। अब म पनि तल बस्नु होइन थाहा हुँदैन हो। हो त अन्त अभिषेकको बिहामा म आइपुग्नु पाएन भने नि जोस्नाकोमा एकदम उयो गर्नु लगाउँछु र भिडियो बनाउनु लाउँछु, देखिहाल्छ नि होइन। म भिडियो बनाउँछु हेरिहाल्छु नि गाउँघरमा के हुँदैछ हो। त्यही त देखिहाल्छ, माया लागिरहेको छ। घरहरू सबै माथितिरको उयो सबै गरेको थियो। दामी चिया चाहिँ तातो ठिकै चिया खाँदै थिएँ। हाम्रो नि गीतामा पनि आउनुभएछ हाम्रो एमसी भाउजूलाई भेट्नु हो। अब साथीहरू सबैजना त्यही त हो नि होइन। कसै अब कहीँ जाँदैछ भनेदेखिको चाहिँ अब साथीहरूलाई के ल्याएर आउँछ नि त। अन्त हाम्रो एमसीलाई भेट्नु चाहिँ गीता पनि आएको छ। हात हलाइदिनु त लु राम्रोसँगले जानु भनिदिनु। राम्रोसँग जानु त। र हेर्नु न हामीलाई चाहिँ एमसी भाउजूले के देख्छ यी न यो उयो के भन्छ गोवा होइन गोवा सुपारी हेर्नुहोस्। अब यो लगेर चाहिँ हामी जान्छौँ। उसले बिचारा उसले लानुको लागि हो अरे भने राख्नु भनेको होइन अरे हो हामीलाई दिने रे। र हाम्रो प्रेमिका दिदीले चाहिँ यहाँनिर होइन पटापटी तास्नु पनि हुँदैछ खाइहाल्ने अरे नि त। अन्त के हुँदैछ कमेन्टमा जानु हुँदैछ? जाँदैछु नि काममा जाँदैछ। मेरो साथीहरू है उहाँहरू हो। मेरो साथी चाहिँ म चाहिँ एकदम बिमारीमा हिँड्छु नि त कि, तर अहिले चाहिँ अब हिँड्दिनँ होइन। पहिला हिँड्दा चाहिँ उहाँहरू हामीलाई लाने पत्तीहरू बोकिदिने चाहिँ उहाँहरू है। साह्रै माया लाग्छ हाम्रो साथीहरूलाई।